कविताको शीर्षक फेरिएको जस्तो तिम्रो यादहरू फेर्न मिल्ने भए कति सजिलो हुन्थ्यो होला है बाँकीको यात्रा। तर सकिन माया यति सजिलै तिम्रो यादहरूको मलामी जान। म तिमीलाई हमेसा आफ्नो जीवनको प्रिय कविता बनाएर लेखिरहे, हरेक अक्षरमा भरोसा मिसाएर विश्वासको सासहरू दिइरहे। कविता पनि अति सुन्दर बन्यो, तर हेर न अन्तिममा अर्थ झुटमा निस्कियो। मैले मेरो प्रेम मात्र होइन, मेरो कमजोरीहरू पनि तिमीलाई यति विश्वासले सुम्पिएको थिएँ जति विश्वासले परपुरुषको हातमा एउटा बाले आफ्नो छोरी सुम्पिने गर्छन्। तिमी हाँस्थ्यौ, मलाई संसार जितेको महसुस हुन्थ्यो। तिमी मौन बस्दा म आफैलाई दोषी ठान्थेँ। यो कस्तो प्रेम भयो हाम्रो, जहाँ तिम्रो मौनता मेरो सजाय बनेको थियो। तर पनि हेर न, तिमीलाई यसरी प्रेम गरिरहे जसरी एउटा नारीले आफ्नो सिन्दुरलाई प्रेम गर्छिन्। तिमी टाढिएपछि सबै कुराहरू बदलियो। प्रेमको गीतहरूले पीडा दिन थाल्यो, रातहरू सुनसान बन्यो, सहर बदलियो, रहर बदलियो, बदलिन त केवल तिम्रो यादहरू। मैले सुनेको थिएँ माया, तिम्रो अङ्गालो आजकल कसैको सिरानी बनेको छ रे। मेरो निधार चुनेर मलाई उठाउने तिम्रो उठ कसैको बिहानी बनेको छ रे। आज पनि हरेक साँझ म हाम्रो प्रेमको किताब सुरुदेखि अन्तिमसम्म पढ्ने गर्छु। तिम्रो त अरू कसैको अङ्गालोमा नयाँ कहानी बनेको छ रे। नयाँ कहानी कस्तो लेख्दैछौ माया तिमी? यदि फेरि पनि तिम्रो कहानीको पात्र फेरिन्छ भने थोरै पहिले मलाई खबर गरिदिनु। जहाँ म हरेक रात तिम्रो याद मेटाउन हातमा गिलास लिएर बस्ने गर्छु नि, छेउमा अर्को एउटा कुर्सी राखिदिउँला। के गर्ने, तिमीले मायाले डसेर छोडेको घाइते मुटुलाई थोरै मलम त लगाउनु पर्यो नि, किनकि टुट्नुको पीडा मैले महसुस गरेको छु। साँच्चै माया, क्या खुब प्रेम भएछ तिमीसँग। हेर न, घरको आँगनीमा रोपेको तुलसाको मुठमा चन्दनले पूजा गर्दै गङ्गाजल पिएर हुर्किएको केटा म। तिम्रो बिछोडपछि हरेक साँझ मदिराको 2 घुड्की पिउने भनेको छु। साँझ बिहान 2 हात जोडेर भागवत गीताको श्लोक सुन्ने केटा म। आजकल नारायण गोपालका म तिम्रो सहर छोडी टाढा जाँदैछु जस्तो गीतहरू सुन्ने भनेको छु। हो रहेछ प्रिय, सुनेको थिएँ प्रेमले मान्छे बदलिन्छ भनेर। आज भोग्दैछु। सुन न प्रिय, हामी बाँडिए जस्तै हाम्रो पीडाहरू बाँड्न मिल्दैन र? तिमी टाढिएको जस्तो तिम्रो यादहरू टाढा हुन मिल्दैन र? हिजो तिमी माथि कसैले औँला उठाउँदा सिङ्गो संसारसँग लड्ने तागत भएको मान्छे म। आज आफैमाथि हजारौँ प्रश्न उठ्दा पनि चुपचाप सहने भनेको छु। थाहा छ तिमीलाई कहिलेकाहीँ कस्तो लाग्छ? भान्सामा तरकारी काट्ने छोरी देख्दा हातका नसाहरू सल्बलाउने गर्छन्। कौसीमा लुगा सुकाउने डोरी देख्दा घाँटीको नसाहरू फुल्लिएर आउँछन् लाग्छ। सास आफैभित्र अल्झिएको छ। किन त्यो झ्याल बाहिर उडेको कुहिरो देख्दा आफ्नै चिताको धुवा उडेको महसुस हुन्छ। शरीर बाँचिरहेको छ, तर यस्तो लाग्छ आत्माले मसान घाटसँग साइनो गाँसिरहेको छ। तिमीलाई रातोले सजाएर बाआमासँग नजिक बनाउने सपना सजाएको मान्छे म आज आफै बाआमाबाट टाढा भाग्दैछु। थाहा छ हजुर, न अब कसैको गुड मर्निङले मेरो बिहानी राम्रो हुन्छ, न कसैको शुभरात्रिले मेरो रातको सपनाहरू मुस्कुराउँछन्। जब जब तिम्रो यादहरूले मुटु खाने कोसिस गर्छ नि, म बार्दलीमा निस्किएर चुरोटको धुवासँगै तिम्रो यादहरूसँग सम्झौता गर्छु। जब जब तिम्रो नसा आँखाको सामु आउँछ नि, मदिराको मातमा नसा परिवर्तन गर्छु। मलाई थाहा छैन प्रिय, म पिउँदैछु मदिरा र चुरोट या मलाई पिइरहेका छन् यिनीहरूले। तर हेर न, जसलाई पिए पनि म तिम्रो यादहरू भुलिरहेको छु यसमै। जाँदा जाँदा एउटा कुरा भनेर जान्छु माया तिमीलाई, अब नभेटिनु फेरि बाटो अन्जानमा रोजेर पनि। याद आयो भने आँसु नझार्नु मलाई सोचेर पनि। तिम्रो भागको अथाह आँसुहरू मैले बगाएको छु। सक्दैनौ तिमीले तिर्न अब आफैलाई बेचेर पनि।